मेरो बाइक जसरी पनि बनाइदिनुहोस् न। ए भइहाल्छ नि, कम्पनीमा छोडेर जानुहोस् ल। हुँदैन, त्यत्रो खर्च गरिसकेँ। तपाईँलाई बाइक बनाउन आउँछ कि आउँदैन? पार्ट पुर्जा सब फेरेर हेरिसकेँ, अझै दुःख दिइरहेछ बाइकले। अब तपाईँको मास छ, ट्राई गर्नुहोस्। लिनुहोस्। त्यत्रो पैसा खर्च भइसक्यो, अब त बाइकै बेच्दै भइहाल्यो हो नि। त नयाँ किन्नु न। पर्दैन, पुरानै ठिक छ। अहिले पैसा छैन मसँग, जाउँ खाते। उसको बाइक कसैले बनाएन, सबले लुट्यो यसलाई। ओए तालु, बढी नबल। पठाउ गरेर तिमीले बाइक कवाडी बनाएको होइन? हजुर, त्यस्तै भन्नु पर्यो। तिम्रो बाइकमा पिकअप आएन भने कम्प्लेन गरेको हो कि होइन? हो गरेको थिएँ। कम्पनीले सबै नयाँ सामान फेरिदिएको होइन? त्यही त, खै त भने यो मेरो बाइक कसरी बनाइदिएको हेर न, जहिले पनि दुःख दिएको गर्छ। दुवै दलहरूको कुरा सुनेपछि यो कुराको बदल आए कि सुरजको बाइक कम्पनीद्वारा बिग्रेको होइन रहेछ। त्यसैले अब यो मान्छेको बाइक अब बन्ने स्थितिमा छैन। त्यसैले कि बेच्जौ कि कवाडीमा फाल्यो बा मतलब 80,000 किलोमिटर कुदाइसकेछ त, अझै बनाउन खोज्छस्? बाबु अब तिमीलो बाइक बन्दैन, त्यो कम्पनीको कुनै गल्ती छैन। त्यसैले बाइक नयाँ किन आफ्नो बाउलाई भनेर।